सम्पूर्णमा नमस्कार। म आर्यन ढुङ्गाना अर्थात् टिकापुर ब्लगर युट्युब च्यानलबाट आज म टिकापुरको बारेमा एउटा हिस्ट्रिकल कुरा गर्दै जाँदैछु। टिकापुर पार्क। टिकापुर नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा अवस्थित छ। एक सुन्दर तथा योजनाबद्ध शहर हो टिकापुर। विशेष गरी टिकापुर ग्रेट गार्डनका कारण देशभरि परिचित छ। यो पार्क कर्णाली नदीको किनारमा रहेको छ र नेपालकै सबैभन्दा सुन्दर तथा राम्रो तथा ठुलो टिकापुर पार्क हो। के तपाईहरुलाई थाहा छ टिकापुरको इतिहास सुरुवात कसरी भयो भनेर? पहिले टिकापुर क्षेत्र जंगल, नदी किनार र थारू समुदायको बसोबास भयो स्थान हो। यहाँ मुख्य रूपमा थारू समुदायले खेतीपाती र माछा मार्ने गर्थे। कर्णाली नदी नजिक भएको यो क्षेत्र प्राकृतिक रूपमा अत्यन्त हरियाली र उर्वर थियो। पछि बिस्तारै यहाँ बजार विकास हुन थाल्यो र टिकापुर पश्चिम नेपालको महत्त्वपूर्ण व्यापारिक केन्द्र बन्दै गयो। के तपाईहरुलाई थाहा भयो टिकापुर पार्कको सुरुवात कसरी भयो? आउनुहोस्। विक्रम सम्वत 2028 तिर नेपालका तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहदेव स्वास्थ्य समस्याका कारण आराम गर्न शान्त तथा स्वच्छ वातावरण खोज्दै टिकापुर पुगेका थिए। टिकापुरको हावापानी, हरियाली र प्राकृतिक वातावरणलाई राजालाई मन परेपछि त्यहाँ ठूलो बगैँचा विश्राम पछि यहाँ स्थान टिकापुर ग्रेट गार्डन वा टिकापुर पार्क भनेर प्रसिद्ध भयो। राजा महेन्द्र बस्नका लागि काठबाट बनेका विशेष घर निर्माण गरिएको थियो जसलाई महेन्द्र आरोग्य गृह पनि भनिन्छ। इतिहास अनुसार राजा महेन्द्रले केही समय यहाँ बसेर राज्य सञ्चालन समेत गरेका थिए। पछि राजा वीरेन्द्र वीरविक्रम शाहदेव पनि यहाँ आउने गर्थे। टिकापुर पार्कको विशेषता। टिकापुर पार्क करिब 84 बिघा क्षेत्रफलमा फैलिएको छ। यहाँ विभिन्न प्रकारका फूल बिरुवा, विशाल रूप हरियाली मैदान र प्राकृतिक दृश्यहरू पनि छन्। टिकापुर किन प्रसिद्ध भयो? टिकापुर मुख्य टिकापुर पार्क, कर्णाली नदी, प्राकृतिक सुन्दरता, थारू सांस्कृतिक योजनाबद्ध शहर, शान्त वातावरणका कारण प्रसिद्ध भयो। नेपालका धेरै आन्तरिक पर्यटक दशैं, तिहार, नयाँ वर्ष र बिदाको समयमा यहाँ घुम्न आउने गर्दछन्। टिकापुर नगरपालिकाको स्थापना सन् 1900 मा नगरपालिका घोषणा गरिएको थियो। पछि 2017 नारायणपुर र धनसिंहपुर गाउँवासीलाई मिलाएर अझै ठूलो नगरपालिका बनाइयो। पर्यटक विकास। टिकापुर पार्कले कैलाली जिल्लाको पर्यटक क्षेत्रमा ठूलो योगदान दिएको छ। यहाँ प्रत्येक वर्ष लाखौं मानिस घुम्न आउँछन्। 2024 देखि 2025 सालमा मात्र 2,60,000 भन्दा बढी पर्यटक टिकापुर पार्क घुमेर गएका थिए। पार्कबाट टिकापुर नगरपालिका लाखौं रुपैयाँ आम्दानी गरेको। कोरोना महामारीको प्रभाव। कोरोना महामारीका बेला पार्क लामो समयसम्म बन्द भएको थियो। पछि स्वास्थ्य मापदण्ड अपनाएर पूर्ण सञ्चालनमा ल्याइएको थियो। टिकापुरको सांस्कृतिक महत्त्व। टिकापुर थारू संस्कृतिको महत्त्वपूर्ण केन्द्र पनि हो। यहाँ मागी परम्पराले थारू समुदायको सांस्कृतिक र परम्पराले टिकापुरलाई अझ विशेष बनाइएको छ। अहिले टिकापुर पार्क। आज टिकापुर पार्क सुदूरपश्चिम प्रमुख सहर र हरियाली सहर, पारिवारिक घुमघाम स्थल, भिडियो तथा फोटोशूट गन्तव्यका रूप चिनिन्छ। टिकटक, युट्युब र म्युजिक भिडियोका लागि पनि टिकापुर पार्क अत्यन्तै महत्त्वपूर्ण छ। टिकापुर ग्रेट गार्डन केवल एउटा पार्क मात्र होइन, नेपालको राजतन्त्र, प्राकृतिक सौन्दर्य, थारू सांस्कृतिक र पर्यटक इतिहाससँग जोडिएको महत्त्वपूर्ण सम्पदा हो। राजा महेन्द्रको विश्राम स्थल सुरु भएको यो स्थान आज नेपालको चर्चित पर्यटक गन्तव्य बनेको छ। क्यामेरामा अर्पण ढुङ्गाना। थ्याङ्क यू गाइज।